चाहिँ हाम्रो सत्यरूप बाजेको नाति पूर्णन्द बाजेको छोरा ओजाङ पाइम र उहाँको श्रीमती हाम्रो आमा दुईजना चाहिँ बस्नुभएको छ र उहाँहरूलाई हाम्रो परिवार अथवा हाम्रो सन्तानको बारेमा केही प्रश्नहरू सोध्न गइरहेको छु। र सर्वप्रथम बुवाले पहिले आफ्नो सानो बाल्यकालको बारेमा छोटो केही भनिदिनुहुन्छ कि? 2057 साल यो सालमा यो पुगेकोमा म मेरो परिवारले आर्थिक उद्देश्य मेरो भनाइ छ 8 छोरा 2 छोरी सबै मिलेर राम्रो इज्जतमान थाम्नु बुजुर्गहरूको नाम थाम्नु गरी खाने सबै मिलापमा कुनैभन्दा कम्ती नहुनु भन्ने मेरो आशीर्वाद दिँदैछु। अनि त्यसमा फेरि यो सालमा फेरि जम्मा भएर केही यस्तै कुराहरू भन्नु चाहन्छु। यसकै विषयमा आमाको पनि केही मन्तव्यहरू Ange agetwa bhanda mangha ken getiro menimna thawang ken getiro okla kede yang adume athibi yang adumno tianian alo yungge hedi kede iro bungsa mensa kede ngalo henang ba mamere en ani theba yimare mingla doktam ang lendi koro nam eki utam nesen dikro la eki utam ang pusta mensa hare nammare me doktam me hattro Angelule menimna thang odini angem getro ange agetega ani ama babu ko आशीर्वाद र पिएचके जागजागी वयाम में गरे 8 by 2 by नि मेंसा 12 जना तांदी को अखेंदना में बुम्या कालो भेरी अझै 4 भए म मेंस मान्नु हेलो ल अब यसकै सन्दर्भमा फेरि अब छोरा नातिहरुलाई बाउको कुनै आशीर्वादहरू केही छ कि त्यसको लागि पहिले बुवालाई म आग्रह गर्दछु। अब आशीर्वाद सबै नातिहरू नातिनीहरू सबैले जीवन थाल्नु परन्तमा कसो कम्ती नहुनु अनि देश प्रदेशमा पनि सबैभन्दा विजयी हुनु। अनि अर्को कुरा अब छोराहरूले मैले धर्मशाल गरेको छुइनँ पार्टीहरू कुराहरू त्यसले अब मैले पौताएर बनाउने मेरो विचार गरिराखेको छु। त्यो सबै सल्लाहले बनाउनु पर्ने अब पिसी छोरा निस्किसकेर बनाउने कि कोही अगाडि निस्किनेले गर्दै गर्नुपर्ने कि त्यो आफै विचार गर्ने मेरो त्यतिसम्म गरेर धर्मशाल त्यतिसम्म गर्नु भन्ने मेरो विचार छ। त्यसमा छोराहरू बुहारीहरूले आफै सल्लाह गर्नु मेरो चिताको त्यति छ। मैले पहिला पटानी गरिरहेको छु एउटा चमेरो अभाव भन्ने ठाउँमा अनि त्यसको लागि सबैले सेवा गर्नु। अनि माथि हाम्रो दाजु जौपुरले बनाएको सागुमा त्यसमा पनि आसी मान्छेले त्यो काठको झट्केर लड्यो भन्छन् त्यसमा पनि अलिक अब कदम र मैले बनाउनु पर्ने कताको भइरहेको छ। त्यसमा ध्यान गर्ने छोराहरूले बुहारीहरूले अब आमाको पनि त्यही सन्दर्भमा केही मन्तव्यहरू छ कि? Jaga wihetri tokkam jogan mensa asrang merakro sat pusta randi jamma klari jamma pangthi hangbe ijaro sendikro labekin ulo jamma mensa sare sendikro nam eki utam ayam jamma tokkam jamma thu hot jamma yo ni amrikan jamma ba
boramne ang wayamne hanglok hebrok ta tung alo henrok santaun sala la adume alpheri anim nang adumlo ening tikawa menuren anim mateli de mai tikawa menuro anim juta andumne lo ya anim dumi tiga berko deli mai tina lo semya gunakka deli mai tina marawaram ada ening gok tang bokse ambero din bokse hendet ani juta ade alanga hebra patum Asirbat mensa busta nam ekimi udang lo lendiklo la ekimi udang lo borne din lo kai ni taro Satrio mitru membung lo ba dai nei membung lo anda hikri pas dam oge bigilang muri kari digan me janne hiri saina yang alo itwa ge bato be seri ket lo yo hening ke istong wa i borne di ma ena denga ade si biang chalik to dare asirbat ro anje sa आशीर्वाद हेलो hemro अब बुवालाई लास्टमा पहिलेको के अरे ब्रिटिस अनि इन्डिया आर्मी सँगै हुँदा पनि 3 वर्ष सर्भिस गर्नुभयो अनि त्यहाँबाट पछाडि जस फेरि ब्रिटिसमा गएर कर्पोल पेन्सन पकाउनु भएको छ र त्यसमा लडाईँमा कति पर्नुभयो कि भएन बुवा लडाईँमा सेकेन्ड वारमा 4 खेपमा मात्रै बल्ल मैले जब छान्यो 4 खेपमा जब छानेर म जाँदै 7 डेनमा पुग्दाखेरि लडाईँ सुला भयो भने अनि त्यहाँदेखि फर्केर आएर विदेशी आएर फेरि इन्डियामा मलाई सुत्दाखेरि फेरि मलाई झुकाउँदाखेरि मलाइमा परेन मलाइमा पर्न साथ अब ट्रेनिङ सेन्टरमा इन्स्ट्रक्टर राख्यो ट्रेनिङ सेन्टरमा 2 वर्ष बसेँ अनि त्यहाँदेखि बदलेन खासेनमा परेपछि जङ्गलमा मलाई बिल्डिङमा 12 वर्षसम्म जङ्गलमा लडाइँ गरेँ चिनासँग त्यसमा हाम्रो खासनले दुश्मन अब त्यस्तै मार्दाखेरि हाम्रो खासन फास्ट भएको थियो दुश्मन मार्नु त्यसमा बिल्डर समेत खसाइयो अनि कोहीले बहादुरी धेरै पायो अनि मेजर पुण्यले कमानिङको बहादुरी पायो ओबिआई डिएसओ पायो कमानिङले मात्रै ओबिआई डिएसओ पाउँछ मेजर पुण्यले त्यसरी काम गर्यो अनि त्यहाँदेखि म भर्ती भएको जम्मा 6 सालमा रहेछ 15 सालमा निस्किँदाखेरि 15 वर्ष नौकरी गरेर कर्पोरेट पेन्सनमा पेन्सन आउँदाखेरि सिपाहीको 100 रुपियाँ थियो कर्पोरेटको 20 रुपियाँ पेन्सनमा आएको हो र अहिले अलिक बढ्दै जाँदाखेरि अहिले 8,000 चल्छन् भन्दैछन् अब थापेपछि थाहा होला त्यही जसो छोरा त अब मैले म त 1-2 भनेर 5 सम्म गर्नु नजानिकन भर्ती भएको छोरा त यिनै मैले एबिसी 6-7 क्लास पढेर गएको हो तबु अब दर्जामा त मेरो दर्जामा कोही आइपुग्यो कोही मेरो दर्जाभन्दा माथिल्लो तहमा पुग्यो कोही अब सैसेनाको सुधार हो तिमी अब स्टाफ सार्जन भयो आज कर्पोरेट 3जना छौँ बाबु छ अब हाम्रो नातिहरू पछि अझै हामीभन्दा ठुल्ठुलो होस् हाम्रो एउटा लहराले गर्दाखेरि उनीहरूले पनि अझै दर्जा माथि ल्याउँछ भने मेरो आशीर्वाद र प्रणाम छ अर्को त्यो लडाईँमा के अरे गर्दाखेरि वारमा परेको मेडलहरू त थियो नि बाबुको मेडल दुईटा थियो किन म
लडाइँमा जग्गा जग्गा जानु पाइनँ। 710सम्म पुगेर अनि वार मेजर एउटा पाएको थिएँ, एउटा मलायको मेजर पाएको थिएँ। मेजर त्यति हो। वार मेजर चाहिँ रही पनि छोराहरूले अब गरेको छौँ, खाँदैछौँ। अझै नातिहरूले पनि गरोस्, अझै छोराहरूले पनि अलिक बिस्ताको पुगोस्। अनि सेवा गर्दैछौँ, हामी पनि आशीर्वाद दिँदैछौँ। अब म त के भन्नु र त्यति हो। नातिहरूले धेरै पढोस् अनि बकालमै जाओस् उनीहरू धेरै पढेर भुटान उही तिनीहरू पुगेको ठाउँमा पुग्नु पाओस्। छोराहरू नातिहरू सबै तिनीहरू पुगेको ठाउँमै नातिहरू पनि पुगोस् सबै। छोरा जति छोरी जाति पनि लौरे ज्वाइँ भेटेर नातिनी जाति पनि पुगोस्। सबै हाम्रो आशीर्वाद मात्रै लु त्यति हो। ल अब अन्तिममा हामी 8 भाइ छोरा अनि 2 बहिनी छोरीको तर्फबाट बुबा आमालाई यो अन्तर्वार्ता दिएको खण्डमा धन्यवाद र हामीलाई अझै धेरै के अरे पर्खेर बस्नुहोस् भन्ने हाम्रो सेवा अनि फेरि हामी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। र फेरि पहिले पनि मैले यो प्रोग्राम गर्दैछु हाम्रो परिवारको, अनि फेरि 1-2 साल पछाडि अझै फेरि खिच्ने मौका पाउनेछु भन्ने आशा लिएको छु। र यो अन्तर्वार्ताको लागि बुबा आमालाई धेरै धेरै धन्यवाद। अब के गर्नु, नदुखी बिराम नभई जानु, फेरि भेटौँ। हामी पनि 1-2 साल बसौँला, तिनीहरू पनि बिराम नभई बस्नु। राम्रै होस्, सबैले कसलाई पनि यो दुःख बिमार नभइकन नानीहरू पनि नातिना पनि राम्ररी बस्नु, राम्ररी तल पुग्नु। अब आज हिँड्छौ तिनीहरू बिमार नभइकन तल पुग्नु अनि फोन गर्नु तलदेखि। अब भोलि पर्सि भेटौँ, हामी पनि पुसमा आउँदैछौँ। अब ल अन्तिममा फेरि बुबा आमालाई लामो आयुको लागि हामी प्रार्थना गर्दछौँ र अब धरान झर्दाखेरि भेटौँ। धन्यवाद। आज 2057 साल कार्तिक 15 गते आज यहाँ लास हाम्रो घरको खिचिरहेछ। यो चाहिँ हाम्रो जुन चाहिँ मूल घर हो। अहिले यहाँ चाहिँ हाम्रो फुपू लगायत सम्पूर्ण उहाँको परिवार प्लस मेरो परिवार पनि यहाँ मिक्सअप भएर बसेको छ। दाहिनेपट्टि कान्छी फुपू हुनुहुन्छ, बुहारी, जेठी बहिनी, कान्छी, पूर्ण भाइ, रोशन, अहिले चाहिँ पर दमकमा काइलो भाइकोमा हिँड्दै छौँ प्राय सबै। संगीत अपने चरम पर है, ये मनुष्य की सृजनात्मक पुकार है। रथ पर माई के छत्र को प्रतिष्ठित किया जाता है। रथ की परिक्रमा से मानव जन समूह एकाकार हो गया है। बस्तरांचल में आंगादेव को सर्वत्र मान्यता प्राप्त है। देव का प्रतीक रूप बेल की लकड़ी से बनाया जाता है, जिस पर चांदी या तांबे का नाग सर्प जड़ा होता है। काया में गांव की माता गुरु में प्रतिष्ठित किया जाता है। अपनी गरिमा में प्रथाओं के साथ संपन्न होता है। देश के मशहूर दशहरा उत्सवों में मैसूर के दशहरे का स्वरूप राज की है, जो रावण दहन से कहीं भिन्न है।
आज भी महसूस है इस पर्व पर युवा और बच्चे नगरवासी और परंपरा का निर्वहन करने वाले लोग बड़े उत्साह से भाग लेते हैं। उहाँ चाहिँ हाम्रो बुबा श्री ओजाङ पाइम लिम्बू हुनुहुन्छ र आज बुबाले जुन चाहिँ हाम्रो जति पनि सत्यरूप परिवारलाई चाहिँ भेला गरेर केही कुराहरू भन्ने अथवा केही गर्ने उहाँले विचार लिनुभएको छ र यसको लागि बुबाले खास परिवारलाई भेला गर्नुको खास उद्देश्य के होला बुबा? मेरो खास उद्देश्य चाहिँ हाम्रो दिदी बुढाजीले गरिल्याएको दसैँ चाडबाड बहार दसैँ भन्छु। त्यसैले पहिला त अछुता टिका लाउने चलन थियो र अहिले दुनियाँ बाठो हुनु जानाले कोही टिका लाउने कोही नलाउने के भनेर नलाउने भन्नेहरूले कोहीले भन्दाखेरि कोही आफूले प्राण पचाउने चिजलाई किन निधारमा दल्ने किन भुइँमा लापरवाही गर्ने भन्ने जस्तो कोहीले मानिरहेछ। कोहीले अब जनकले सुन्दर देवी जङ्गलमा भेट्दाखेरि उसको जनले भेट्दाखेरि ए त्यो सुन्दरी यता ल्याऊ म त्योसँग म विवाह गर्छु भनेर उसले हाँक चलायो। हाँक चलाएर अनि विवाह गर्दाखेरि मानेन। नमान्दाखेरि उनीहरू लडाइँ गरे। जनकले राक्षस भन्थे। त्यो राक्षस जनक भन्थ्यो। देवीले आखिरी मारेर विजय दशमी मानेको कारणले म पनि मेरो साथीहरूको सन्तानको परिवार सबै यहाँ भाइदेखि मैले आज जम्मा हुने कारणले म एक दुईवटा चाहिँ हाम्रो विजय दसैँ भवानी देवीले हामीले पनि रक्षा गरौँ भनिकन म पनि आशीर्वाद दिनु चाहिन्छ मेरो साथीको सन्तानहरूलाई, मेरो छोरा बुहारी नातिहरूलाई भने आज जो क्लास साथी राखिकन मैले जो आशीर्वाद दिएको सबै पशुनाथ भगवानले मन्दिरले भगवानले पुरा भनिकन म आज मेरो परिवारलाई मभन्दा मुनको मानिसहरूलाई म आशीर्वाद दिनुलाई यो साथी राखिकन म तयारी छु। बुबाको एकदमै उच्च विचार। अनिखेरि जस्तै गएको साल झन्डै 1.5 साल अगाडि एकदमै बुबा बिरामी हुनुहुन्थ्यो र त्यति बेला र अहिले हेर्दाखेरि अब धेरै अहिले बुबाको स्थिति एकदम राम्रो भएछ। गर्दाखेरि हामीले बुबालाई यसरी पाउनु अनिखेरि देख्नुमा हामी एकदमै सम्पूर्ण परिवारहरू खुसी छौँ र अब बुबाको प्रोग्राम अब एकछिनमा सुरु हुन्छ र बुबाले चिताउनु भएको र हामीलाई दिनुभएको आशीर्वादहरू चाहिँ अब राम्रोसितले पुगोस् त्यही भन्छु अहिलेको लागि। अब हाम्रो जम्मा भइसक्यौँ। अब हामी पहिले सत्यको लाइनमा पनि तुब्मा सेवाहरू भन्थ्यो। त्यसले तुब्मा सेवा 1 मिनट होम गरिदिने जय जम्मा गराएको हो, मैले पनि गराएको हुँ। त्यसले अब म जो आशीर्वाद दिन्छु र आशीर्वाद दिनुभन्दा पहिला म एउटा ऐतिहासिक कुरा पनि भन्छु। आज 2059 साल कार्तिक 7 गते बुबाको आग्रहमा हाम्रो सम्पूर्ण सत्यरूप परिवार जति पनि एभाइलेबल भएकाहरू यहाँ भेला भएर बसेको छ र बुबाको प्रोग्राम सुरु हुनु आँटेको छ।
सबसे कान्छो र के अरे सानो डेभिड पहिले खिचेकोमा अर्कै छ, हिजो आज अर्कै देखिन्छ। भोजमानी बुहारी र सानोको नाम के अरे? सायल। अनि होमा रेखा, रोशन, उसको मम्मी, भाउजू, हाम्रो जेठा रुद्र। ल बुवाको आजको प्रोग्राम के छ त्यसलाई अब सुरु गर्नु। यो आजको प्रोग्राम हामी सत्यरूपको सन्तानको आशीर्वाद भएको जति आज म जम्मा गरेको कारण हाम्रो बुढापाहरूले गरिल्याएको नियमहरू पहिला गर्दै ल्यायौँ। अहिले दुनियाँ बाटो तङ्को हुँदाखेरि टिका लाउने चलानहरू हराउँदै गयो, कोही लाउने कोही नलाउने। त्यसले आज टिका लाउने त होइन, एउटा जम्मा गरेर आशीर्वाद दिने, एउटा रेला गर्ने, रेला जस्तो तिखा उडाउँछु म। फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थसम्म छ प्राइज पनि, त्यसैमा दक्षिणा पनि म यसैमा दक्षिणा पनि सक्छु। अब आशीर्वाद पनि यसैमा सक्छु म भने हाम्रो 2059 सालको हाम्रो महादशैँ चाडमा आज जम्मा गरेको यसैको लागि पहिला त अक्षताले एकाइ निधारमा लाउँछु। अचल त्यो निधारमा लाउनु अलिक छोड्यो, त्यस कारणले मैले जम्मा गरेर अब आशीर्वाद यसैमा दिन्छु, दक्षिणा पनि यसैमा दिन्छु। कोही एक दुईवटा लीला जस्तो पनि यहाँ छ दक्षिणामा, त्यो घरे आफै हेरेर हामीले बोलाउँछौँ त्यति बेला गर्ने। अनि अब आशीर्वाद झारे अब हाम्रो एउटा त म भन्छु, हाम्रो सत्यरूप सन्तान हामी सबैभन्दा पहिलो भोरमा यता हाम्रा खुम्बो गाउँ एरियाभरिमा जेठो सत्यरूप जिम्मा हो। सत्यरूपबाट फुट भएर गयो यताको पर्वल जिम्मा खोल्ने गरेको थियो, पर्वल जिम्मा गयो। अनि फेरि सत्यरूपबाटै फेरि अर्को जिम्मा फुट भयो गयो महेन्द्र सिंह जिम्मा, फेरि अर्को फेरि गयो भोलदार जात भएको जिम्मा। तीन जिम्मासम्म हाम्रो सत्यरूपको उसबाट छुट्याएर अंश मागेर लगेको हो। अब त्यसमा सत्यरूपको बाबु सिंहवीर हो, सिंहवीरको बाबु नोलुहाङ हो, उसको बाबु हाङलुहाङ हो। यति चाहिँ आमा चाहिँ खापुङ हो, उसको मौली चाहिँ इस्पोहरू हो। त इस्पोहरू यतिन्जेलसम्म हामीले सैलु मिचेको छौँ न। अब पाकमा चाहिँ अलिकति बिच्यो, अब किरानी घरीले गर्दा। अनि यो खापुङ सैलु पनि मिचेको छौँ न, तर दुवै त्यहाँ अलिकति दोनों मिक्स भयो हो नि। अनि अहिले त यो आशीर्वाद दिँदैछु म, यो दियो क्लास साथी राखिकन आशीर्वाद दिँदैछु। त्यसले अब तिमीहरूले जो चित्ताको सबै पुगोस्, आफ्नो चित्ताको के मनसै छ त्यो सम्पूर्ण पुर्याइदियोस् भगवान्ले। अब स्कुल पढ्नेहरूले कहाँसम्म पढ्ने तिमीहरूको विचार छ त्यहीसम्म पुर्याइदियोस् भगवान्ले। अनि तिमीहरूले अब काम गर्ने कता कोही व्यापार गर्ने सबै पुर्याइदियोस्। अनि खानुमा एक ग्लास कभी पनि नटुटोस्, लाउनुमा यो ढुङ्ग्रो बाहिर तिमीहरूको जीवन भरि नटुटोस्।
भनेको यो आशीर्वाद दिएको भुइँमा नझरोस्, सबै तपाईँहरूले लागोस् तिमीहरूलाई। अनि सम्पत्तिमा चोराकै होस्, त्यसमा चोर भाग नलागोस्, आशीर्वाद नलागोस्। अब मिलमिलापमा सबै एउटै परिवार जस्तो सबैको सन्तानमा मिलेर बस्नु। कोही होचो अर्थालो भए पनि आफै सम्झै बुझै आफै चित्तमा है। मेरो आशीर्वाद यति हुँदैछ। अब कोही चिनाको पनि तपाईँले पनि दिनु सक्छ। अब यसमा म फिटेर राख्नु साइडा फिटेर सबै। यसमा किन फिटेको कारण हो भने यसमा भागे पिछा प्राइस छ, दक्षिणा पनि छ, प्राइस पनि राखेको छु। त्यसले फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थसम्म छ। त्यसले अब भरे एकाएक नम्बर साथ बोलाइन्छ। त्यसमा अब एउटा मात्रै छुटे जाने। अनि भरे यो खोलो भन्दाखेरि मात्रै खोल्ने। जो चिठ पाउनेले खपरी पार्ने पाएछु भाग्यले मेरो पछाडि मात्र भयो। मेरै हो, मैले राख्नु पर्यो सबैले खोल्नु अब आफ्नो प्राइज पाउनेमा के अरे भाउजू अनिखेरि रोशनको मम्मी दुईजनाले 100 पाए। अब सेकेन्डमा डेभिड र को अरे डेभिड अनिखेरि सानो। अब थर्ड प्राइज कति अरे कान्छीको 30। अब फोर्थ प्राइज हो त्यो फिफ्थ प्राइज चाहिँ त्यो होला। आज 2059 साल कार्तिक 16 गते आज फ्यामिलीको सानो BBQ योजना हुँदैछ। सानो कहाँ छ? त्यस्तो भेटेछ त हौ सानोले त।